वाट अ कोल्याब के तर हैन इन्टरनेसनल कोल्याब अति क्रेजी लाग्यो के हैन मलाई दामी छ दामी सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अनि आज चाहिँ फेरि पनि नयाँ रियाक्सन भिडियो लिएर आइसकेको छु आज चाहिँ म रियाक्ट गर्न गइरहेको छु विवास जेके एक्स तल्हा अन्जुमको नयाँ म्युजिक भिडियो आएको रहेछ झुट भन्ने अनि आज चाहिँ म रियाक्ट गर्न गइरहेको छु कस्तो छ सँगै बसेर हेरौँ लेट्स गेट इट विवास जेके एक्स तल्हा अन्जुम झुट Oh, let's get it. ग्रीन स्क्रीन युज गरेर बवाले गरेर रहेछन् हैन दामी छ ब्याकग्राउन्डमा हैन क्रेजी लाग्यो क्रेजी ब्याकग्राउन्ड रिमुभ गरेर गराएको चाहिँ मलाई दामी लाग्यो यस्तो फिल्मी टाइपको देखिरह नि त त्यही भएर क्रेजी देखिन्छ क्या मलाई मारिदेऊ न कि त छाडिदेऊ न किन राख्छौ जिउँदो लासु झैं मलाई मारिदेऊ न मलाई छाडिदेऊ न भनिरहेको रहेछन् हैन भनेपछि यो ब्रेकअप वाला स्याड सङ नै हो चाहिँ हैन मैले चाहिँ यसो हेरेको थिएन त्यसैले थाहा पाएको थिएन हैन ब्रेकअप वाला सङ रहेछ कस्तो छ हैन अलि हेर्दै जाम अगाडि नै मलाई मारिदेऊ न कि त छाडिदेऊ न भनेर आइसक्यो भनेपछि पछाडि झन् क्रेजी नै होला हेर्दै जाम छाडेर अन्तिम चोटी तिमीलाई अंगालो हालेर ठास फुल हौ भमरा छ मेरै फुल भमराको बीचमा तगारो बने म सायद यो गायक तिम्रो लायक परेर लडे मायाको मैदानमा म घायल परेर आजकल त माया किन्न पाइन्छ रे त मरितो गाग्री तिम्रो साइड परेन आजकल त माया किन्न पाइन्छ अरे नि रे अनि म चाहिँ रित्तो गाडी तिम्रै पचेन भन्ने टाइपको जस्तै के म चाहिँ रित्तो गाडी तिमीलाई भाग्यमै मेरो भाग्यमै रहेन भन्न खोजिरहेछन् हैन अब त्यस्तै हो ब्रेकअप सेरेकअप भइसि अब त्यस्तै हो क्रेजी छ अहिलेसम्म स्याडमा लगिरहेछ हैन किन खेला मायाको खेल्यौ सायद तिमी मेरो हुन भागमा थिएन आजकल सबिना मेरो रात कट्दैन अन्तिम छुट्टी आउनु मलाई घाटमा हेर्न मायाको हत्यारा हौ तिमीलाई पाप लाग्नेछ मायाको हत्यारा हो तिमीलाई पाप लाग्नेछ म मर्दा दिन घाटमा आउनु मलाई हेर्न भनिरहेछन् हैन त्यो अलि अगाडि भनिरहेछन् अब त्यही यादमा अब रक्सी पनि खान्छु भनिरहेछन् हैन यस्तो चाहिँ गर्नु भएन हैन कसैले पनि यो चाहिँ एउटा म्युजिक भिडियो मात्र हो देखाएको हो तर रियलमा यस्तो छ भने कसैले नै नगर्नु होला हैन यस्तो गर्नु नि हुन्न कुनै केटीको लागि आफ्नो ज्यान फाल्नु कहिले पनि हुन्न हैन त्यही हो अगाडि कस्तो छ तिमी मेरो हुन भागमा थिएन आजकल सबिना मेरो रात कट्दैन अन्तिम छुट्टी आउनु मलाई घाटमा हेर्न मायाको हत्यारा हौ तिमीलाई पाप लाग्नेछ सारी गरौ विश्वास तिम्रो माया छोड्थ्यो तिम्रो माया छुट्यो हेर बिच बाटोमै छुट्यो सरब लाग्यो आँसुको कसरी गरौ विश्वास तिम्रो माया छुट्यो रहेछ तिम्रो माया छुट्यो हेर बिच बाटोमै छुट्यो सरब लाग्यो आँसुको मलाई मारिदेऊ न कि त छाडिदेऊ न किन राख्छौ जिउँदो लासु झैं बरु भन सक्दिन हेर्न अर्कैको नामको मेरी कला भी तुम्ही से दिल को है राग तुम्ही से उस दुनिया से तो ओए 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 क्रेजी क्रेजी यार क्रेजी ठ्याक्क त्यो डुब्यो होइन यतातिर आयो अनि हिन्दीमा ट्याक्क आइगयो के माम्बो यताको गीत सुन्ने बित्तिकै पुरा घुसबमै आयो कि होइन पुरा बडी नै उ भयो के आम्बो क्रेजी छ क्रेजी क्ल्याप क्रेजी अति दामी लाग्यो अति दामी पुरा ग्रिन स्क्रिनको नि दामी युज भएको छ होइन क्रेजी 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 अनि यिनी चाहिँ पाकिस्तानी ऱ्यापर हो होइन यिनको पहिला मैले एउटा गीत पनि सुनेको छु तर क्रेजी कोल्याब है पुरा बडी नै पुरै अर्कै भयो कि होइन आम्बो दामी छ दामी दामी मेरी कला भी तुम्ही से दिल को है राग तुम्ही से उस दुनिया से तो खाना जंगी मेरी सुलह है तुम्ही से तुम लापता हो कहीं पे बादल तो आ भी गए थे बरस
दाग ही चुके हैं। हम ऐसी बरसातें चाहते नहीं थे, हम चाहते थे दुनिया एक ऐसी जहाँ भीड़ ना हो कोई शोर हो गुल। हम चाहते थे बारिश की आवाज, मिट्टी की खुशबू और चमन में खिलते गुल। हम चाहते थे तुझको और चाहते थे इतना के चाके भी ना भूल पाए अब। हम जाते मैं खाने और जाते भी इतना सब समझे हम वापस ना आए अब। तो बोलो क्या करें क्यों करें बयां कुछ भी सब तेरे सामने। मेरी बेदली ये तशनगी ये दुनिया की साजिशें। तू मेरी सर्दियों की धूप थी अब अंधेरे छा चुके। तू मेरी सर्दियों की धूप थे अब अन्धारे छा चुके भनेको सर्दियों की धूप थे भनेको जाडोमा अब ऊ चाहिन्छ नि त घाम, अनि त्यहीमा जाडोमा घाम भएपछि तातो हुन्छ भनिरहेछन्। अहिले त बादल छाइसके भनिरहेछन्। अब यिनको नि ब्रेकअपवाला नै रहेछ होइन, त्यही सँगै कन्सेप्ट मिलाएर गएर रहेछन्। केटीले छोडेर गइसकेको कुरा भनिरहेछन् होइन यिनले पनि। कोई खुदा नहीं मेरा सच गलत तू झूठा सही, मलाई मारिदेऊ न कि त छाडिदेऊ न, किन राख्छौ जिउँदो लासु झैं। बरु भन कायर सक्दिन हेर्न अर्कैको नामको स्याउरो सजाय। दामी ल यता गाइज ओभरअल गीत चाहिँ अति नै क्रेजी लाग्यो होइन मलाई। दामी यस्तो दामी कोल्याब छ नि, यस्तो दामी होइन, दामी लाग्यो। विवास जेके र तल अन्जुमको होइन क्रेजी छ क्रेजी होइन। अनि मलाई चाहिँ सबभन्दा बेस्ट पार्ट चाहिँ त्यो जुन विवास जेकेले ठ्याक्क छोडेर ऊ इन्डियन ऱ्यापरले के अरे पाकिस्तानी ऱ्यापरले ठ्याक्क स्टार्ट गर्नुभएको थियो नि, त्यतिखेरको लाइनहरू चाहिँ दामी लाग्यो। अनि तपाईँहरू चाहिँ कुन चाहिँ पार्ट अफ लाइन दामी लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। अब भेटौँला अर्को नयाँ रियाक्सन भिडियोमा, त्यतिखेरसम्म बाई बाई, जय नेपाल।